हेलो गुड आफ्टरनुन नमस्ते वेलकम टु माई ब्लग र आज चाहिँ म यहाँनिर बस वेट गरिरहेको छु र सिङ्गापुरमा चाहिँ हल्का पानी पर्दैछ है र म चाहिँ आज पानीले अलिअलि भिजी पनि सकेँ र अब चाहिँ मेरो साथीहरूलाई भेट्न गइरहेको छु बाई बाई। यो चाहिँ बस स्टप हो, त्यहाँ चाहिँ म बस वेट गरिरहेको छु र आज चाहिँ मेरो अलिकति उयो पनि जिउ पनि सन्चो छैन, लुगा मार्गी लागिरहेको छ र यहाँ चाहिँ हामी बस वेट गरिरहेको छु। पानीले सबै भिजेछ, फोन पनि भिजेछ, लुगा पनि भिजेछ, मेरो बस पनि आयो र बस पनि पाएँ फाइनली र अहिले चाहिँ म बसमा बसिरहेको छु र एक नजर तपाईँलाई बस चाहिँ यो चाहिँ हाम्रो बस हो, बसमा बसिरहेको छु र यहाँ चाहिँ पानी पर्दैछ, अहिले चाहिँ पानी पर्दैछ, पानी पर्दैछ। र म चाहिँ अझै राम्रो भएर बसिरहेको छु, पानी पर्दैछ, सर्दी लागेको बेलामा झन् पानी पर्दैछ। यो चाहिँ हरियो परियो चाहिँ एकदम मजाले रोपेको छैन, पानी पर्दैछ देख्दैछ। के खुसीहरू लागिरहेको चाहिँ बस रोक्यो, यहाँ चाहिँ बस स्टप छ, बस रोक्यो। म चाहिँ निन्दै पुग्दैन हौ, जति सुते पनि के हो यस्तो निन्दै मात्र लाग्छ। त्यही माथि आज एलर्जीको दबाई खाएको सुत्रै छ, त्यो भएर जिउ बिसन्चो भइरहेको छ। टु लिटल इन्डिया है, चाहिँ लिटल इन्डिया टिका जाने बाटो, यहाँ चाहिँ नेपालीहरूको भिड हुन्छ र म चाहिँ अहिले लिटल इन्डिया जाँदैछु साथीहरूलाई भेट्नुको लागि। यहाँनिर चाहिँ कारको सोरुम छ कि कस्तो दामी छ, कार कि बाइकको सोरुम छ, कस्तो दामी छ। यहाँनिर चाहिँ कुन चाहिँ कारको उयसको देखेँ कि देखेन, तर
म चाहिँ यहाँ लिटल इन्डिया आएको कि यहाँ चाहिँ पुरा भिड रहेछ यहाँको सुन दोकान सुन दोकान हो यहाँको सुनको मूर्ति यसलाई चाहिँ भन्छ यहाँको बाँसघारी भन्थ्यो पहिला चाहिँ अहिले चाहिँ यहाँ सानो पार्क बनाएको छ पार्क बनाएको छ पहिला चाहिँ यो एरियालाई चाहिँ बाँसघारी भन्थ्यो कि सबैले बाँसघारीमा आउनै भेट्नु भने चाहिँ यहाँ आउँथ्यो कि किनेर पानी पर्दैछ बाहिर यो पनि सुन्दर र अब चाहिँ म आइपुगेँ लिटल इन्डियाको फुड कोर्ट यो चाहिँ फुड कोर्ट हो यो चाहिँ काले गुन्डा हो यो चाहिँ मेरो साथी हो भिडियोमा चाहिँ होइन होइन हुन्छ म उहाँ साथी पनि छ बस्दै गर उहाँ मेनिकाहरू पनि छ आउँदैछु हाई भन्दैन लाइभ हौ नगर न हेलो दा सन्चै हुनुहुन्छ आउँदैछु उहाँ साथीहरू छ